हेलो गाइस, आज चाहिँ हामी जाँदैछौँ सहरे लौके झरना नुवाकोटमा रहेको छ। अहिले हामी कहाँ पुगेछौँ? यो हाई स्पट होला, यो हाम्रो यो सहरे बजार हेर्ने यहाँबाट ठ्याक्क यो स्पटमा छौँ। अहिले माथि पुगे चाहिँ अझै राम्रो देखिन्छ। अहिले चाहिँ हामी छहरै अहिले दुई भएको छ। हामी चाहिँ 20 मिनट घरबाट हिँडेको छ वसुन्धराबाट। अहिले हामी यहाँ पुग्यौँ है। बाटोहरू त खतरा बबाल छ। उता दियोस् लौकेतिर जाँदाखेरि मात्रै अलिकति बिग्रेको छ। लौकेबाट के अरे लौकेले छहरे आएर लौके जाने बाटोमा मात्रै, यहाँदेखि उता लौकेसम्म त के अरे छहरेसम्म त मजाको बाटो छ। ल यहाँबाट चाहिँ अब हाम्रो छहरे बजार हेर्ने ठाउँ पुग्न लागेका छौँ है। छहरे 11.5 किलोमिटर रहेको छ यहाँबाट। बाटो हेर्नु न, बबाल बाटो। यो चाहिँ 5-6 वर्ष अगाडि चाहिँ पिच भएको थिएन, अहिले त खतरा पिच भइसक्यो है। यहाँबाट चाहिँ छहरे बजारको भ्यू हेर्न सक्नुहुन्छ। यहाँ रोक्ने हो कि हो, यहाँबाट चाहिँ छहरे बजार देखिन्छ। बबाल आउँछ छहरे बजार। यहाँबाट खोला हेर्नु, यहाँबाट खोला मजाको खोला। यता फर्किरहेको छु। उता छहरे बजार, त्यो चाहिँ त्रिशुली खोला होला सायद। 20मा गएको अब त्यहाँसम्म कति हो? स्पिँदैन नि। हाम्रो बाटो यस्तो छ हेर्नु। नेपालको बाटो हेर्नु, यहाँ पराल बिछाइरहेको छ। 1.8 किलोमिटर अगाडि गौरी गाउँ रे। जान्छ कि जाँदैन भाइ? यहाँ रुख ढला थिएन, तु त रुख ढला अलिक खाली छ त, पानी छैन क्या हो? कस्तो अप्रोबाट आयो। झर्ना गएर आउनुभयो र? पानी छ? पानी त छ बाबु। ओहो हिलो छ है गाई यहाँ त। आम्मामा उठ। पिक सिजनमा त यहाँ पार्किङ गर्ने ठाउँ पनि हुँदैन। अहिले चाहिँ यहाँ छ पार्किङ। मान्छेहरू चाहिँ यतिको छ है अहिले, गाइजहरू। हामी चाहिँ यहीँ पार्क गरिदिउँ न। पार्किङ चाहिँ यहाँ भयो। ल हामी अहिले डेस्टिनेसन पुगेका छौँ। ब्याग बोक्नु पऱ्यो। अहिले चाहिँ हामी लौके झर्ना जाँदैछौँ है। हामी बुढाबुढी जाँदैछौँ। अहिले खाली नै छ, त्यस्तो मान्छे छैन जस्तो छ। अहिले पानी पनि ठिकै छ भन्नुभयो। हेरौँ उता गएर कस्तो हुन्छ। पानी त फोहोर रहेछ त। पानी त फोहोर रहेछ।
먹을 뭐야? 먹을 뭐? 아, 그거는 kami चिसो छ पानी छ अहिले चाहिँ हामी त्यो लौके ठुलो झरना ठाडो झरना उ त्यो पुगेर आइसकेका छौँ अब चाहिँ हामी सानो झरना जाँदैछौँ बाटो चाहिँ यस्तै छ सानो झरनामा चाहिँ अलि मान्छे अलिक कम जान्छ क्या सानै छ नि त तर पानी छ कि छैन चाहिँ हेर्नुपर्छ पानी छ जस्तो नि लागिरह सबै त्यहाँ त चेन्जिङ रुम भइहाल्यो त्यो रातो देखिरहेको ठाडो उकालो ल यो चाहिँ सानो झर्ना जाने बाटो हामी दुईजना हिँड्दैछौँ खाली नै छ यहाँ कोही पनि आउँदैन खास गरी त्यो ठाडो झर्ना ठुलै झर्ना जान्छ नि त हामी तल गएर आइसकेका छौँ एकदमै थाकिरहेको भर्याङ लामो भर्याङ चढेर आएको यो चाहिँ अझै माथि नै छ होला सायद एकचोटि आइसकेका छौँ यहाँ चाहिँ खाली नै हुन्छ क्या हामी मात्रै छौँ जस्तो लाग्यो माथि जाँदाखेरि पनि उता पुग्नै लाग्यो अब तलको ठाडो झर्ना लौके झर्ना भन्दा यो चाहिँ अलिक पानी छ त्यस्तो भन्दा पानी परेर हो कि माथि भर्खरै पानी परेर थियो त्यही भएर होला सायद हामी चाहिँ लौके झर्ना पुगेर फर्किरहेको छौँ है यो चाहिँ सानो झर्ना हो लौकेको ठुलो चाहिँ अलिक तल छ यो सानो चाहिँ अलि माथि छ यहाँ चाहिँ अलि पानी पनि बेसी रहेछ अहिले अनि भिडभाड पनि कमै छ भन्दा नि हुन्छ तर
यहाँ अलि मान्छेले थाहा उनीहरूले चाहिँ तल आउँदो रहेछ यता पनि छ झर्ना भनेर तल साइनबोर्ड पनि भएको छ रहेछ अनि मान्छेलाई थाहा नहुनेलाई चाहिँ त्यही तलबाट देख्ने ठुलो झर्ना जाँदो रहेछ थाहा हुने चाहिँ आउँछन् अनि अलिक भिड नै छ भन्दा नि तलभन्दा पानी पनि बेसी नै छ हामी पनि एकछिन गएर तर अहिले पौडी खेल्ने मौसम चाहिँ होइन रहेछ अनि जाडो नै छ 4:30 पनि हुनुला मैले चाहिँ तल मात्र भिजाएँ अघि न यता चाहिँ भिजाएन एकदम चिसो छ अहिले त मौसम नै चिसो छ काठमाडौँमा यहाँ नुवाकोटमा पनि त्यस्तै छ अहिले चाहिँ हामी फर्केर आउँदैछौँ मेरो बुढी चाहिँ यसरी अगाडि हिँडिरहेको छ छाता बोकेर अघि न पानी सिमसिम नै परिरहेको थियो त्यही भएर छाता बोकेको अहिले त छैन अहिले हामी मात्रै छौँ भन्दा नि भयो फर्किँदाखेरि छिटो हाई गरिदेऊ त कति हेर न त